आजको भिडियो चाहिँ अलि छुट्टै अनि अलि स्पेसल भिडियो छ है त। सुरुमा त म तपाईँहरू सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। यो टिकटकमा चाहिँ एज अ टिकटक अफ द पिच भनेर मैले भिडियो हाल्न थाले चाहिँ अलमोस्ट मोर देन 1 इयर भइसकेछ। अनि त्यसपछि धेरैजनासँग जोइन भएँ, सबैले रेस्पेक्ट गर्नुभएको छ, माया गर्नुभएको छ, द्याट्स अल। अनि यो देख्दा चाहिँ मलाई पनि दिनकै मोटिभेट फिल हुन्छ क्या भिडियो हाल्नलाई। अब चाहे त्यो राति 12 बजे कामबाट फर्केर आएर होस् या असाइनमेन्ट होमवर्क गरेर जे गरेर पनि हाल्नु मन लाग्छ, मेसेज गरिरहनु भएको हुन्छ, गुड विस गरिरहनु भएको हुन्छ। द्याट्स अ भेरी फर्चुनेट जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि आइएम भेरी ब्लेस जस्तो लाग्छ भने सँगसँगै वान सरप्राइज पनि छ है त तपाईँहरूको लागि, मेरो लागि पनि हो र तपाईँहरूको लागि पनि। र मैले तपाईँहरूलाई नै सेयर गर्नुपर्छ जस्तो मैले सोचेँ। स्ट्रेट आउट अफ चाइनाको एउटा इन्डस्ट्रीबाट प्याक भएर चाहिँ स्विडेनको रिम्तोरेकसम्म आइपुग्दाको जर्नी छ त्यो प्याकेजभित्र चाहिँ। त्यो म लिन गइरहेको छु अहिले आइकियामा। अनि त्यो लिइसकेपछि के छ त्यसको भित्र र अनि के छ त भनेर चाहिँ अलिकति एउटा डिटेल वेमा चाहिँ म बनाउनेवाला छु। लास्टसम्म हेरिदिनु होला। अनि त्यसपछि अलिकति मचमोर के अरू कुराहरू पनि म सेयर गर्नेछु, इन्डसम्म हेर्दै गर्नु होला है त। अहिले चाहिँ म यता ठ्याक्क फुटबल ग्राउन्डमै आएर कुरा गरिरहेको छु तपाईँसँग। खाली छ ग्राउन्ड चाहिँ, कोही पनि छैनन्, म एक्लै छु। लेट्स गो है त, लिन जाम। अनि त्यसपछि के रहेछ त्यसको भित्र अनि त्यो पनि हेर्दै तपाईँहरूसँग म कुरा गर्नेवाला छु है त, अलिक डिटेल वेमा भन्नेवाला छु। चाहिँ यो पाइसकेको छु, पोस्ट नोटबाट लिएँ। अब यसको भित्र के छ भनेर चाहिँ अलिकति सरप्राइजै छ, म तपाईँलाई यो खोलेर नै देखाउँछु है त। चाहिँ आई लाइक टु थ्याङ्क मेसी यु अफिसियल फर दिस ब्युटिफुल जेस्टर है त। यहाँभित्र चाहिँ 3टा जर्सी छ। अब कस्तो छ म तपाईँलाई देखाउँछु। ओके, मैले 3टा देखाइराख्दा चाहिँ फर्स्टमा चाहिँ एडिडासको जर्सी छ। यो चाहिँ अर्जेन्टिनाको 1996-97को चाहिँ क्लासिक एडिडास जर्सी हो। अब यसको कस्तो छ रिभ्यूको टोटल भिडियो त मैले लास्टमा देखाउँछु। अनि त्यसपछि छ बार्साको क्लासिक नाइक जर्सी 1999-2000तिरको हो यो, किनकि 1899मा हामीले वर्ल्ड कप जितेको थियौँ भने ठ्याक्कै 100 वर्षपछि चाहिँ रिभाल्डोले जब बलुन जितेका थिए त्यही बेलाको त्यो जर्सी मैले भनेको थिएँ। र यसको पछाडि मैले नाम पनि प्रिन्ट गर्न लगाएको थिएँ। कस्तो छ त्यो पनि अहिले हेरौँला भने चाहिँ सँगसँगै 24-25 सिजनको चाहिँ इन्टर मायामीको मेसीको एराको जर्सी 3टा मैले भनेको थिएँ। त 3टा चाहिँ यो 3टा गिफ्ट वाज फ्रम मेसी यु अफिसियल, थ्याङ्क यू सो मच फर दिस भने चाहिँ यसको टोटल प्रिभ्यू या मजाले चाहिँ हेरेर चाहिँ एउटा अर्को छुट्टै भिडियो पनि अहिले बनाउनेवाला छु। थ्याङ्क यू सो मच फर दिस। सुरुमा चाहिँ आई लाइक टु थ्याङ्क मेसी यु अफिसियल फर दिस ब्युटिफुल जेस्टर बाई सेन्डिङ मी अ 3 हाई क्वालिटी जर्सी है। अनि जर्सीको रिभ्यू नै दिने जानुपर्दा चाहिँ सुरुमा चाहिँ म वर्ल्ड कप आइरहेको छ र वर्ल्ड कप आउँदा चाहिँ अर्जेन्टिनाकोबाट दिन्छु। अब स्टिकर नै निकालेको छैन, म स्टिकरहरू पनि निकालिराख्छु भने चाहिँ अर्जेन्टिनाको यो रेट्रो एडिडासको 1960 कति 1996-97को हो क्या अरे। एकदमै हाई क्लासिक र फुल लुक चाहिँ तपाईँले यसरी हेर्न सक्नुहुन्छ। यस्तो छ जर्सी भने चाहिँ डिटेल वाइज चाहिँ यति मजाको डिटेलिङ दिएको छ नि भित्रको भदेखि लिएर एडिडासको लोगोहरू। अनि प्लस यो चाहिँ एकदम त्यो गोल्डन स्टाइलमा चाहिँ उ गरिएको छ क्या, एडिडासको रेट्रोवाला भयो। अनि त्यसपछि क्वालिटी चाहिँ एकदम हाई छ क्या। अनि यो जर्सी मैले धेरै पहिलादेखि खोज्न ट्राई गरिरहेको थिएँ नेपालमा, त्यतिखेर पनि पाइरहेको थिइनँ भने चाहिँ यहाँनिर चाहिँ अब यो डिटेल वाइजको लोगोहरूको हेर्न सक्नुहुन्छ भने चाहिँ ओभरअल जर्सीको क्वालिटी चाहिँ वान अफ द स्ट्यान्डर्डै मलाई फिल भयो। कुनै पनि सेन्समा कम छैन। अब डिटेलिङहरू लाइनिङहरूदेखि लिएर जुन त्यो बेलाको जर्सीमा थियो नि त्यो सबै कुरोलाई रिफ्लेक्ट गर्न खोजिएको छ। अनि इट्स अ भेरी नाइस टु सी यतिको डिटेल वेमा चाहिँ उनीहरूले सेन्ड गरिदिनु भएकोमा चाहिँ आई लाइक टु थ्याङ्क मेसी यु अफिसियल। अनि सँगसँगै दोस्रो जर्सी रहेको छ हाम्रो बार्साको द क्लासिक जर्सी भन्छु म यसलाई चाहिँ 1999 र 2000को। अनि त्यसपछि यो चाहिँ 1899मा वर्ल्ड कप के अरे युसिएल हामीले फर्स्ट युसिएल जितेको 100 वर्षपछिको चाहिँ क्लासिक प्रिन्ट थियो त्यतिखेर युसिएलको लागि। अनि पछाडि चाहिँ मैले आफ्नो नाम पनि प्रिन्ट गर्न लगाएको थिएँ लियो निरज 10 भनेर। यस्तो मजा पारेर गोल्डनमा मजाले प्रिन्ट गरेर दिनुभएको छ। इट्स भेरी नाइस टु सी भने चाहिँ अब बार्साको लोगोहरू डिटेलहरू त्यो बेलाको नाइकको स्पोन्सर अनि सँगसँगै यताको यो अफिसियल स्पोन्सरहरूको लोगो अनि क्वालिटी अनि फाइबरदेखि लिएर चाहिँ अब भित्रको यो डिटेलिङहरू चाहिँ एकदमै हाई मजाले गरिएको छ। इट्स अ भेरी नाइस टु सी भने चाहिँ मेड इन थाइल्यान्ड क्वालिटी भनेर चाहिँ एकदम स्ट्यान्डर्ड भनौँ न, अलिकति हाई लेभलकै थियो। मैले नेपालमा पनि ट्राई गर्न खोजिरहेको थिएँ, एउटा ल्याउँछु भनेर, त्यतिखेर चाहिँ ल्याउन पाइनँ। तर
अहिले चाहिँ जेस फर्चुनेटली 3टा जर्सी पाएँ, सो इट्स अ गुड टु सी फर मी। अनि त्यसपछि यता पनि तपाईँले चाहिँ बार्साको त्यो बेलाको क्लासिक लोगो 1899 देखि 1999 को चाहिँ यो लोगो पनि देख्न सक्नुहुन्छ यो जर्सीमा। इट्स अ भेरी डिटेल ओरिएन्टेड है, डिटेलमा चाहिँ मजाले डिटेल गरेर एकदम हाई फाइबरमा चाहिँ प्रोड्युस गरिएको रहेछ यो। अनि पछाडि पनि डिटेलिङ नाइकहरूको गरिएको छ। अनि त्यसपछि आएर चाहिँ फाइनल वान इज 24-25 सिजनको मेसीको इन्टर मायामीको है त। यो पनि मलाई चाहिँ एउटा लिनु नै थियो, मैले नेपाल हुँदा चाहिँ लिएको थिएँ तर ल्याउन पाएको थिइनँ। यसमा पनि मजाले डिटेल ओरिएन्टेड एडिडासकोदेखि लिएर अब यता इन्टर मायामीको, अनि त्यसपछि पछाडिपट्टि पनि मजाले यो डिटेलै गरेर रोयल कार्बियन इन्टरनेसनल भनेर मजाले त्यो स्पोन्सरै यताउति राखेर चाहिँ डिटेल वेमा नै प्रिन्ट गरिएको छ। अनि इट्स अ भेरी डिटेल ओरिएन्टेड भने चाहिँ मेसी अफिसियलले चाहिँ यो 3वटा जर्सी मलाई प्रोभाइड गरेकोमा चाहिँ आइएम थ्याङ्कफुल भन्न चाहन्छु मोर हाउ। अनि इट्स अ नाइस वान, नाइस क्वालिटी छ। अनि फाइबरहरू पनि राम्रै युज भएको छ। अनि उनीहरूको कुनै पनि अनलाइन स्टोरहरू छैन, उनीहरूको के अरे कुनै पनि फिजिकल स्टोरहरू छैन, सबै अनलाइनबाटै हुन्छ। सो मलाई पनि इट टुक मी अराउन्ड 2 विक जस्तो लाग्छ मैले सबै डिटेल दिएको। अनि त्यसपछि अब तपाईँलाई अलिकति टु द पोइन्ट भएर सबै भन्नुपर्दा चाहिँ मलाई इन्टर मायामीको जर्सी अराउन्ड 12 युरो 12.05 युरो परेको थियो भने चाहिँ बार्साको त्यो 1996 वाला चाहिँ 14.83 युरो परेको थियो। र बार्सिलोनाको त्यो क्लासिक जर्सी चाहिँ मलाई 16.82 युरो गरेर चाहिँ 43.70 युरो टोटल। अनि सिपिङ यताउति जोड्दा चाहिँ 55-56 युरो जति परेको थियो। र त्यो कुनै पनि चार्ज उनीहरूले लिनु भएन, त्यो चाहिँ अफिसियल जर्सीको रूपमै सिर्फ जर्सी पोस्ट गर्नुहोस् र क्वालिटी हेरेर चाहिँ रिभ्यू दिनु भरमा चाहिँ उनीहरूले मलाई दिनुभएको थियो। द्याट्स अ भेरी गुड एन्ड फर्चुनेट जस्तो लाग्छ मलाई। अनि मेबी इन द फ्युचर त्यस्तै कोलाबोरेसन यताउति भयो भने चाहिँ डेफिनेटली म चाहिँ अर्कोचोटि चाहिँ तपाईँहरूकै नाम दिनेवाला छु, किनकि यु आर द वान हु इज कनेक्टेड विथ मी। अनि थ्याङ्क यू सो मच भन्दै यति नै थियो। अनि यही नै थियो स्टोरी बिहाइन्ड चाहिँ कसरी यो जर्सी स्ट्रेट आउट अफ चाइनाको एउटा इन्डस्ट्रीबाट चाहिँ स्विडेनको गोथनबर्गमा आइपियो भनेर।